मिची उठिन्छ होइन के गर्ने ड्युटी जानु पर्यो छुट्टी पनि दिन्न कम्पनीले जाने घर जाने आज फेरि स्विमिङ पुल आउनु स्विमिङ पुल बिग्रियो त्यो सफा गर्न जाने भन्दैछ फ्लोरको सफाइ गर्दै जाने भयो जिन्दगी तपाईँहरूले के गर्नुहुन्छ गाइज युनिफर्म लाउनु पर्यो टाइम धेरै हो मैले पछि कुरा छ ल यता चाहिँ हाम्रो यहाँ एउटा सुड्डो भन्ने श्रीलङ्काको एउटा बुढा छ त्यसलाई चाहिँ रक्सी खाएर हिजो भेटाएर लोटेछ भन्ने कुरा गर्छन् दाइहरूले यो चाहिँ गाडीको सामान जस्ताको त्यस्तै ठिकै छ अलिअलि त्यस्तै छ तर आउने है गाइज अब हाम्रो नि यो सिर्दा भन्छ यहाँ चाहिँ बेसमेन्टले हाम्रो सामान राख्ने यहाँ चाहिँ टाइल मेसिनहरू स्पाइडरका सामानहरू भ्याकुम मेसिन छ यो चाहिँ तल सिँढीबाट तल सिँढीबाट हिँड्दै यहाँ हाम्रो बाबाले सामान राखेको छ कि खुद्रा मजुरा त्यहाँ गरम बगरम होइन यहाँ त्यही पुरानो सामान थाहै छैन आउँदाखेरि नि यस्तै थियो अहिले पनि यस्तै छ ल गाइस लाग्यो अब गाडी स्टार्ट भजन चालु भजन लाउँछ हाम्रो फेरि यो युपीको ड्राइभरले लाग्यो साथीहरू ड्युटीतिर भन्नु सुन्दै युपीको नि सधैँ एउटै हेर्दा पनि माग हटाउने क्या आज फेरि ऊ साउथ अब्दुल्ला मुबारक भन्छ खतम छ भन्ने सबैले थाहा छ छुट्टी बहुत अच्छे तरीके से आदमी लोग को नहीं टेंशन है अभी तो ही छुट्टी हो गया अभी काम नहीं चलेगा इसी करेगा वो काम तो चल ही रहा है उधर का पेट बड़ा हो गया ना भी छुट्टी ना आज भी काम उतना नहीं है ल गाइस हाम्रो काम गर्ने घर आइपुग्यो यहाँ चाहिँ यस्तो रहेछ अब कहिले कुन घरमा गइन्छ कहिले कुन घरमा गइन्छ थाहै हुँदैन हैन कोही घर त सिमसिम पनि पर्छ तर यहाँ चाहिँ ठिकै होला जस्तो आश छ कस्तो हुन्छ काम चाहिँ हेरौँ हेर्नु गाइस यो भरत दाइ हो सामान निकाल्नु भन्दा सुन्नु उहाँले ताल बाबा ताल पारा तिम्रो भिडियो बनाएर नि दिमाग यस्ता आज सामान निकाल्ने झाडु वाइपरले पनि हैरान पारेर हेर्नु निकाल्नु क्या फेमस हुनुहुन्छ दाइ तपाईँ टेन्सन नलिनु हेर्नु आज नि पुरा धनी खालको रेन्ज रोभर त्यो के हो दाइ टोयोटाको कोनो डिफेन्डर जस्तै अनि यता फेरि फोर्डको उता भोल्क्सवागन
उता एमजी मर्सिडिज ल्यान्ड क्रुजर सबै आएको छ आज खतरा धनी छ क्या गर ल यो गाइज यही स्विमिङ पुल हो साफ गर्ने यो भित्र खाटो पनि छ अनि यतातिर यो साला हुन्छ हैन ग्लासहरू ट्याक मेसिन टाइल मेसिन त आयो सबै सामानहरू यो साला अब के डिजाइन गराएको छ अहिले चाहिँ यस्तो कचरा देखिन्छ क्यामेरा पनि साफ आउँदैन फेरि अन्त अहिले काम गरम बनेर कामै गर्नु जानु लाग्यो सारा काम त आज ठिकै छ सँगलाई सिसाहरू पनि ठिकै छन् हेर कतिखेर भइन्छ यो टाइल मेसिन यस्तो आपत छ क्या यहाँ अब क्यामेराम्यान नभएपछि आफै चलाउने आफै भिडियो गर्ने त्यस्तो लगाइस यहाँ चाहिँ मैले पोता हानिसकेको छु साफ भएर टल्केछ अलिअलि हाले अब यता बाँकी छ पोता हान्न यो परत चाहिँ पर्दै चाहिँ भित्र पसेको क्या त्यो भित्रको यो के भन्छ फिल्टर जस्तै हो स्विमिङ पुलको फाइनली गाई चम्क्यो अहिले चाहिँ सबै चम्क्यो चुट्टो ठ्याक्क राम्रो बन्यो अब हेरौँ के हो त्यसले के भन्छ भित्र पनि टल्क्यो पुरै टल्काइसक्यो यहाँ हेर्नु यहाँ कुबेती नआएर ओके नभन्दासम्म घर रुममा नजाने कि त्यस्तो सिस्टम होइन फाइनली गाज लाग्यो रुमतिर